जब म आकाश हेर्छु र तिम्रो औँलाले बनाएका ती ताराहरूलाई निहार्छु, म मनमा नै सोध्छु, हे प्रभु, हाम्रो जस्तो सानो मानिसको बारेमा तपाईले किन सोच्नुहुन्छ? दाउदले जब तारामय आकाश हेरे उहाँ परमेश्वरको महिमा देखेर चकित हुनुभयो। उहाँ परिहो व्यक्ति थिएनन् जसलाई परमेश्वरको सृष्टिको विशालताले यस्तो अचम्ममा पार्यो। एक रात अब्राहम पनि आफ्नै टेन्ट बाहिर उभिएका थिए। परमेश्वरले भन्नुभयो, तिम्रा सन्तानहरू आकाशका तारा जस्तै असंख्य हुनेछन्। तर सोच्नुहोस्, अब्राहमले कति तारा देखेका होलान्? 2000 भन्दा पनि कम आजको विज्ञान भन्छ। हाम्रो ग्यालेक्सी मात्रैमा 100 अर्ब तारा छन् र मिल्की वे त करोडौं ग्यालेक्सी मध्ये एक मात्र हो। अर्का ताराहरूको दर्शक अयुबले पनि स्वीकार गरे कि परमेश्वरले नै ओरायन नामको नक्षत्रलाई उसैको स्थानमा राख्नुभयो। तर उनलाई के थाहा, ओरायनको एक तारा बेटलजुस यति ठूलो छ कि यदि त्यसलाई सूर्यमाथि राखियो भने बुध, शुक्र, पृथ्वी र मङ्गल सबै त्यसभित्र समाउँछन्। सुलेमानले भने सूर्यको मुनि केही नयाँ कुरा छैन। तर उनलाई थाहा थिएन, यदि एउटा कारले 60 माइल प्रति घण्टाको गतिमा 24 घण्टा निरन्तर यात्रा गर्यो भने सूर्यसम्म पुग्न 3 वर्षभन्दा बढी लाग्छ, र यदि सूर्य आई अक्षरको माथिको डट जति सानो भए नजिकको तारा लगभग 10 माइल टाढा हुनेछ। आजको विज्ञानले हाम्रो कल्पनाभन्दा धेरै ठूलो ब्रह्माण्ड देखाउँछ। दूरबीन होस् वा माइक्रोस्कोप, यी सबैले देखाउँछन् हाम्रो सृष्टिकर्ता कति महान, कति अद्वितीय छ। तर अचम्मको कुरा के छ भने यति महान परमेश्वर हामीप्रति झुकेर ध्यान दिनुहुन्छ, हामीलाई माया गर्नुहुन्छ, हामीसँग नाता राख्न चाहनुहुन्छ। यही कुरा सोच्दा मात्र पनि हाम्रो हृदय उपासनाले भरिन्छ। यसैले तपाईँ बिहानको सुनौलो घाम हेर्नुहुन्छ, सनसेटको सुन्दरतामा रमाउनुहुन्छ वा ताराहरूले भरिएको रातको आकाश निहार्नुहुन्छ। दाउद, अब्राहम र अयुब जस्तै यस अद्भुत परमेश्वरको आराधना गर्नुहोस्। So bright already. Look how the clouds turn pink. Never gets old.